एससीमा चाहिँ यसरी ल्याब सेटअप दिएर चाहिँ हामीले क्वेशन्सहरु सोध्छ ग्यासको बारेमा। सो आज यो क्वेशन सल्भ गरौँ। सो एपेरेटसहरु हेर्नु पर्दाखेरि चाहिँ यो चाहिँ हाम्रो होल्स बोतल हो, यो टिस्टल फनल, यो डेलिभरी ट्युब, यो चाहिँ ग्यास छ है त। सो अब हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ यो हाम्रो होल्स बोतलमा फर्स्ट अफ अल अब हामीले क्याल्सियम कार्बोनेट हाल्ने गरिन्छ। त्यस्तैगरी टिस्टल फनलको थ्रुबाट चाहिँ हामीले डाइल्युट हाइड्रोक्लोरिक एसिड हाल्छौं यसरी। सो यो पनि डाइल्युट HCl हो, ताकि यो क्याल्सियम कार्बोनेटलाई पुरै छोप्ने तरिकाले हैन, पुरै डुब्ने तरिकाले चाहिँ हाल्ने हो। सो क्याल्सियम कार्बोनेट अथवा लाइमस्टोन, मार्बल चिप्स अथवा एक्सेल जे हाल्दा पनि भयो त। सो त्यसपछि के हुन्छ भन्दाखेरि चाहिँ अब यो क्याल्सियम कार्बोनेट र HCl को बीचमा के हुन्छ, रिएक्सन हुन्छ र यो रिएक्सन भइसकेपछि हाम्रो यहाँ ग्यास प्रोड्युस हुन्छ र यो ग्यास चाहिँ हाम्रो डेलिभरी ट्युबको थ्रुबाट ग्यास जारमा पुग्छ। र अर्को कुरा भनेको यो जुन डेलिभरी ट्युब छ यो चाहिँ हाम्रो माथि नै हुनुपर्छ, यो एसिडमा चाहिँ डुबेको हुनु हुँदैन भने हाम्रो टिस्टल फनल चाहिँ यसरी डुबेको नै हुनुपर्छ। सो यसरी हामीले यहाँबाट चाहिँ CO2 ग्यास अप्टेन गर्ने गरिन्छ। सो अब क्वेशन हेर्छौं भने सो हामीले फर्स्ट अफ अल ब्यालेन्स केमिकल इक्वेसन लेख्न भनेको छ। सो क्याल्सियम कार्बोनेट र डाइल्युट HCl बीचको रिएक्सन भयो भने हाम्रो क्याल्सियम क्लोराइड, वाटर र CO2 ग्यास यसरी प्रोड्युस हुन्छ। सो सेकेन्डमा चाहिँ हामीलाई डाइल्युट सल्फ्युरिक एसिड युज गर्न मिल्छ कि मिल्दैन इन्स्टेड अफ डाइल्युट HCl भनेको छ। सो हामीले चाहिँ मिल्दैन। किन मिल्दैन भन्दाखेरि चाहिँ क्याल्सियम कार्बोनेट र डाइल्युट H2SO4 को रिएक्सन भयो भने चाहिँ हाम्रो क्याल्सियम सल्फेटको फर्मेसन हुन्छ, वाटर र CO2 त फर्मेसन हुन्छ। तर जुन यो क्याल्सियम सल्फेट छ यो चाहिँ हाम्रो इन्सोल्युबल हुन्छ। जुन हाम्रो माथि फर्मेसन भएको क्याल्सियम क्लोराइड थियो त्यो चाहिँ सोल्युबल थियो हैन, त्यो मिक्स हुन्थ्यो, त्यही भएर त्यसले कुनै पनि प्रब्लम कज गर्थेन। तर जुन यो क्याल्सियम सल्फेट चाहिँ इन्सोल्युबल छ। सो यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ हाम्रो कोटिङ फर्मेसन गरिदिन्छ यो क्याल्सियम कार्बोनेट माथि, सो दैट यसले फर्दर रिएक्सन चाहिँ स्टप गर्छ र फर्दर CO2 चाहिँ प्रोडक्सन हुँदैन। त्यसपछि चाहिँ हामीले थर्ड क्वेशनमा सोधेको छ किन चाहिँ हामीले यो ग्यासलाई इरेक्ट राखेको भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो जुन यो CO2 ग्यास चाहिँ हाम्रो अपवर्ड डिस्प्लेसमेन्ट अफ एयरको थ्रुबाट कलेक्टेड भएको छ। त्यो भन्न खोजेको के भन्दाखेरि चाहिँ अब हामीलाई थाहा छ CO2 भनेको एयर भन्दा हेभी हुन्छ। दैट्स वाइ अब के हुन्छ, अब CO2 तल कलेक्ट भएपछि सो एयर चाहिँ यसले माथिपट्टि धकाल्दिन्छ। सो दैट्स वाइ यसलाई चाहिँ हामीले अपवर्ड डिस्प्लेसमेन्ट अफ एयरबाट कलेक्ट गर्छौं। त्यही भएर चाहिँ हाम्रो ग्यास चाहिँ इरेक्ट हुनु पर्छ। Follow for more such contents.